नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन है। आज चाहिँ म धेरै दिनदेखि फेरि भिडियो बनाउँदैछु। म चाहिँ ठ्याक्क अहिले घरबाट निस्किसकेँ। आज यसो नर्मल के दिउँसो घरबाट निस्किसी के हुन्छ म देखाउँछु। अब पछाडि चाहिँ हाम्रो आरपिएम स्टोरिज खालिद एके खालिद होइन, अनि त्यसको पछाडि पिलियनमा छ माफुज। हामी चाहिँ अब सुरुमा चाहिँ यो राधे राधे भइहाल्यो, अनि हामी चाहिँ त्यहाँनिर वास हान्न जान्छौँ के अरे। सुरुमा हामी वास हान्न जान्छौँ। कति सेकेन्ड हो? 79 सेकेन्ड हो त। आज चाहिँ कस्तो दामी घाम लागिरहेको, फेरि वेदर पनि क्लियर छ, त्यस्तो कालो बादल छैन। अगाडि थोरै थोरै देखिरह। त्यति त पानी पर्दैन होला, पऱ्यो नि रातितिर पर्ला पानी, अहिले पर्दैन। आज त पोल्ने घाम छ यार, हात डढेर पुरै। अब जानु है यो त। यस्तो छ यहाँनिर चाहिँ के भन्ला, सोरुम बनाएछ यार यो त कारकै। भक्तपुर एरियामा चाहिँ धेरै कारको सोरुम भएको के हो यार। मैले भक्तपुर एरियामा मात्रै देखेँ। फेरि यहाँ एसएस चोकदेखि यहाँ राधे राधेसम्म कि फेरि मैले चाहिँ जहिले यहाँनिर वास हान्छु, दामी वास हानिदिन्छ यहाँ। खुल्ला त छ होला नि यार। यहीँ हो वास हाल्ने। बाइक हाल्नु चाहिँ यस्तो फोहोर भएको थियो। म ट्याक्क बाइक धुँदैछु यहाँ। ल बाइक धोएपछि चाहिँ यस्तो देखा लुक्स। दामी लुक्स ल। छ्याटो चाबी आउनै सक्यो। एकछिन स्टार्टमै छोडिदिनु पऱ्यो। साइलाइट बालिदिउँ न एउटा, दामी पो आउँछ बोल्नु। कता यता 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 खानु साइलाइट देखेन अरे बाबुले। लाउनु दिदी। पुसम न भनेको। हामी चाहिँ अब बाइक धोएर निस्किसक्यौँ। बाइक धोएर निस्किसकेपछि अब यहाँ एउटा बाइकमा चाहिँ यसो स्टिकर हालिदिउँ भनेर अब अगाडि
के अरे यहाँ ठ्याक्कै यहाँ अगाडि छ क्या स्टिकर हाल्ने ठाउँ छ त्यहाँनिर चाहिँ स्टिकर हाल्न पर्ने हुन्छ कति लाग्छ के लाग्छ सोधिदिउँ है अनि खाली चाहिँ मुर्रोला पुऱ्याएर आउँछु भने मुर्रोला पुऱ्याएर आउँछ सम्झिन्छु नपाए हुन्थ्यो बन्द क्या मासु प्याक हुन्छ क्या त्यही झ्याल लाग्छ मलाई के हो या स्टिकर हाल्ने ठाउँ चाहिँ प्याक रहेछ त्यही भएर हामी एकछिन क्याफेमा गऱ्यौँ मुते हेर्दा सिट हान्नुपर्छ है ट्राफिक अनि हामी एकछिन क्याफे जाने हो क्याफे गएर बसौँ अनि आधी घन्टामा हुन्छ अरे आधी घन्टा पछि अनि त्यसपछि हाम्रो टर्न आउँछ अनि हालौँ के गर्नु सबजनालाई बाइक मोडिफाई गर्नु छ मान्छे प्याक छ अनि स्टिकर हालेपछि हेरौँ कहाँ जान्छौँ हामी तर जान त कहीँ जान ल माथि डाँडातिर दामी त्यो के भन्छ त्यसलाई त्यो बादलहरू लगाएर लाग्यो कि लागेन यार मैले सम्झिने डाँडातिर दामी बादल लगाइरहेको रहेछ अब अहिले हेर्नुपर्छ के हुन्छ झुटो संसारमा क्याफे आइसक्यौँ है त A few moments. यस्तो देखेँ यहाँ ल साइनिङ हुन्छ उहाँले मेरोमा कस्तो पावरफुल आउने र अहिले हाले भन्छ हामीले यो सेतो लाइन यहाँनिर है दुईवटा सेतो लाइन किन पख अनि अरू के हाल्यो यार अनि यो ऱ्याप भइहाल्यो दामी फिनिसिङ योमा चाहिँ कलरै हाल्नुपर्छ त्यहाँ हेर न भने अनि यहाँनिर यामाहा है यो टायर तल गर्दा राम्रो देखिन्छ अहिले देखाउँछु त्यो यस्तो छ बाइकको नाच्दैन यहाँ चाहिँ ट्याक्क एउटा बस्टेड NS 200 अनि यता लगेर म चाहिँ क्याफेबाट निस्किसकेँ अब म चाहिँ घर जान लाग्छु है त आजको दिन यस्तै गयो स्टिकर पनि हालियो होइन अब चाहिने त्यो अलि रफ देखेर ठाउँमा स्टिकरहरू हालेछ अब एउटा क्यापमा त्यो साइलेन्सर क्यापमा हाल्नु बाँकी छ कि त्यो कलर चाहिँ फाल्नुपर्छ अरे अब कलर फालेर अनि साइलेन्सर क्यापमा पनि कार्बन फाइबर हाल्नुपर्ने हुन्छ के हालेर मैले देखाइसकेँ है अघि अब यस्तै कति बज्यो अब 5:10 गइसक्यो रहेछ है अब म चाहिँ घरतिर लाग्दैछु ए राम यहाँबाट त जानै दिन्न यार कस्तो बिर्सिरहेको क्या वहीँबाट घुम्नुपर्छ यार झन् रोडमा रप्पु हानिदिउँ भनेको
ठिमीबाटै घुम्नुपर्छ नि एसएस चोकबाट आजकल क्रस हुनै दिन्न गाह्रो छ त्यस्तै छ उता त वायल जाम रहेछ ल आज यति स्पिड पनि हानियो अब अर्को भिडियोमा भेटौँला आजको लागि यति नै भन्दै सी यू टुमारो बार गुमारो लेट्स गो